विश्व खुशी प्रतिवेदन 2025 को संस्करणमा उत्तरी युरोपका देशहरूले शीर्ष स्थानहरू ओगटेका छन्। संयुक्त राष्ट्रसङ्घले यो प्रतिवेदन 2012 देखि हरेक वर्ष जारी गर्दै आएको छ। विश्वभरका देशहरूको जीडीपी, सामाजिक सुरक्षा, स्वस्थ जीवन र लामो आयु, स्वतन्त्रता, सहिष्णुता र भ्रष्टाचारको आधारमा श्रेणीकरण गरिन्छ। खुशी एउटा जटिल अवधारणा हो जुन केवल आर्थिक सम्पत्तिले मात्र मापन गर्न सकिँदैन। शीर्ष स्थानमा रहेका देशहरूमा सामाजिक विश्वास, सहिष्णुता, स्वतन्त्रता र सुरक्षित सामाजिक प्रणालीहरू छन्, जसले निसन्देह आफ्ना नागरिकहरूमा खुशीको भावनालाई बढाउँछ। अमेरिका, जापान र बेलायत जस्ता देशहरू आर्थिक रूपमा समृद्ध भए पनि आपसी सम्बन्धको कमजोरी र सहिष्णुताको अभावद्वारा पछाडि परेको देखिन्छ। तपाईलाई एक नम्बरमा पर्ने देश कुन हो जस्तो लाग्छ? तपाईको धारणा कमेन्ट गर्नुहोला। आउनुहोस्, आज हामी 2025 को तथ्याङ्कको आधारमा विस्तृत चर्चा गरौँ। 10औं स्थान मेक्सिको। मेक्सिको 25औं स्थानबाट 15 स्थानमाथि उठेर शीर्ष 10मा प्रवेश गरेको हो। यहाँ बलियो पारिवारिक सम्बन्ध र औसतमा 4 देखि 5 जनाको ठूलो घर परिवार हुन्छ। यसले परिवारभित्र प्रोत्साहन र सामाजिक सम्बन्धलाई बढावा दिन्छ, जसले व्यक्तिगत खुशीमा वृद्धि गर्छ। मेक्सिकोको संस्कृतिले परिवार र साथीहरूसँगको सम्बन्धलाई बलियो बनाउन र समग्र खुशीमा वृद्धि गर्न सहयोग पुर्याउँछ। 9औं स्थान लक्जेमबर्ग। लक्जेमबर्गको अत्यन्त उच्च प्रतिव्यक्ति आम्दानी र आर्थिक समृद्धिले यहाँका नागरिकहरूमा जीवन सन्तुष्टिको उच्च स्तर प्राप्त गराउँछ। व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्ने सामाजिक वातावरण र दीर्घायुका भरपर्दा प्रणालीहरूले आफ्ना नागरिकहरूमा सुरक्षा र खुशीको भावनामा योगदान पुर्याउँछन्। 8औं स्थान इजरायल। 2024 को प्रतिवेदनमा इजरायल 5औं स्थानमा थियो, तर हमाससँगको द्वन्द्वको कारणले 8औं स्थानमा झरेको छ। यद्यपि इजरायली समाजले परिवार र स्थानीय समुदायसँगको बलियो सम्बन्धलाई महत्त्व दिन्छ, स्वस्थ जीवनशैली र उच्च जीवनस्तर कायम राख्छ र स्वतन्त्र सामाजिक वातावरण प्रदान गर्छ। व्यक्तिगत छनौट र विविधताको सम्मान गर्छ, जसले गर्दा यसका नागरिकहरूमा उच्च स्तरको सन्तुष्टि र खुशी प्राप्त हुन्छ। 7औं स्थान नर्वे। यो देशले बेरोजगारी भत्ता, तलबी बिरामी बिदा, सार्वजनिक स्वास्थ्य प्रणाली र अभिभावकीय बिदा सहितका विस्तृत सामाजिक कल्याण प्रणालीहरूको श्रृङ्खला प्रदान गर्छ। यसले नागरिकहरूलाई आर्थिक स्थिरता र सुरक्षाको अनुभूति दिन्छ। यसको अतिरिक्त देशको समृद्ध प्राकृतिक वातावरण र साथमा रहेको बाहिरी संस्कृति साथै स्वस्थ कार्य जीवन सन्तुलन र सामाजिक समानताले पनि देशको खुशीको भावनामा ठूलो योगदान पुर्याउँछ। 6औं स्थान कोस्टारिका। शुद्ध जीवन, निशुल्क स्वास्थ्य सेवा र शिक्षा प्रणाली र शान्तिपूर्ण समाजले उच्च स्तरको खुशीमा योगदान पुर्याउँछ। परिवार र समुदायसँगको बलियो सम्बन्ध, प्रकृतिसँगको सह-अस्तित्व र दिगा आर्थिक नीतिहरूले पनि मानिसको सन्तुष्टिमा योगदान पुर्याउँछन्। 5औं स्थान नेदरल्यान्ड्स। नेदरल्यान्ड्समा सार्वजनिक प्रणालीहरूमा उच्च स्तरको सामाजिक अखण्डता र विश्वास छ। अन्य नर्डिक देशहरू जस्तै यो स्वास्थ्य सेवा र शिक्षा जस्ता व्यापक सार्वजनिक सेवाहरू सहितको उच्च कल्याणकारी राज्यको रूपमा चिनिन्छ। लैङ्गिक सहिष्णुता र सांस्कृतिक तथा धार्मिक विविधताको सम्मान साथै व्यक्तिगत मूल्यहरूलाई मान्यता दिने समावेशी समाज छ। 4औं स्थान स्विडेन। स्विडिश प्रजाताको आफ्नो देशमा विश्वासको भन्न सङ्गणको भावना छ। 28 देखि 34% आयकर र 25% मूल्य अभिवृद्धि कर जस्ता उच्च कर लागू गरिएको छ, तर आम सर्वसाधारणलाई कुनै आपत्ति छैन, किनकि यो उच्च करले शिक्षा र चिकित्सा सेवामा सजिलो पहुँच प्रदान गर्छ। यसको अतिरिक्त लैङ्गिक समानताको प्राप्ति र वातावरणीय संरक्षणको उच्च जागरुकताले राष्ट्रिय गौरव निम्त्याउँछ र देश समग्रमा अत्यन्तै सन्तुष्ट हुने गर्छ। 3औं स्थान आइसल्यान्ड। लगभग 4 लाख जना मानिसको सानो समुदायभित्रको बलियो विश्वास र प्राकृतिक प्रकोप जस्ता सङ्कटमा राष्ट्रको एकबद्ध प्रतिक्रियाले यहाँको खुशीमा योगदान पुर्याउँछ। लैङ्गिक समानतामा प्रगति भएको छ, राष्ट्रपति र प्रधानमन्त्री दुवै महिला छन् र मानसिक स्वास्थ्य पनि एक प्रमुख प्राथमिकता हो। 2औं स्थान डेनमार्क। डेनमार्कलाई वेलफेयर स्टेटको रूपमा चिनिन्छ। उच्च कर भए तापनि स्वास्थ्य सेवा र शिक्षा निशुल्क प्रदान गरिन्छ। विश्वविद्यालयका विद्यार्थीहरूको लागि मासिक जीवन खर्च समेत उपलब्ध गराउने प्रणाली पनि छ, जसले अभिभावकमाथिको बोझ कम गर्छ र जीवनमा उच्च सुरक्षाको भावना प्रदान गर्छ। यहाँको सामाजिक असमानता कम छ र काम गर्न सहज वातावरण सिर्जना गर्छ। नम्बर 1 फिनल्यान्ड। फिनल्यान्डका प्रजाहरूमाझ विश्वास र पारस्परिक सहयोगको बलियो भावना र साथै सरकार र सार्वजनिक संस्थानहरूमा उच्च स्तरको विश्वासको विशेषता छ। यो देशले उच्च स्तरको शिक्षाको गर्व गर्छ र प्रकृतिसँगको सहअस्तित्वले कल्याणको भावनामा योगदान पुर्याउँछ।
राम्रो कार्य जीवन सन्तुलन र उच्च मानसिक स्थिरताको लागि पनि यो देशको अत्यन्त प्रशंसा गरिन्छ। तथ्याङ्क अनुसार अमेरिका 23औं स्थानमा छ। अमेरिका युवाहरूमा बढ्दो असन्तुष्टि, सामाजिक विभाजन, मानसिक स्वास्थ्य समस्या मुख्य कारण देखिएको छ। एसियाली देशहरू सूचाङ्कमा कमजोर देखिएको छ। ताइवानले एसियामा सबैभन्दा खुसी देशको दर्जा प्राप्त गरेको छ। गत वर्षको 31औं स्थानबाट 4 स्थान माथि उठेर सिङ्गापुरलाई पछाडि पारेको छ। नेपाल 2024 को 93 स्थानबाट 1 स्थान माथि उठेर 92 स्थानमा छ। नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश हो। नेपाल दक्षिण एसियामा राम्रो स्थानमा छ, तर विश्वव्यापी स्तरमा अझै सुधारको गुन्जाइस छ। एसिया क्षेत्रका अन्य देशहरूमा सिङ्गापुर 34औं, भियतनाम 46औं, थाइल्यान्ड 49औं, जापान 55औं, फिलिपिन्स 57औं, दक्षिण कोरिया 58औं, मलेसिया 64औं छ भने भारत 118औं स्थानमा छ। यो एसियामा निकै तल्लो स्थान हो। पाकिस्तान 109औं, श्रीलङ्का 133, बङ्गलादेश 134औं स्थानमा छ। एसियामा आर्थिक विकासको बावजुद खुसीको मामलामा नर्डिक र पश्चिमी देशहरूसँग अझै ठूलो अन्तर छ। धेरै एसियाली देशहरू जापान, दक्षिण कोरिया, सिङ्गापुर गत वर्षको तुलनामा तल झरेका छन्। विश्व खुशी प्रतिवेदन 2025ले कल्याणकारी मोडेल, सामाजिक समानता, उच्च विश्वास स्तर र व्यापक सार्वजनिक सेवाहरू नागरिकहरूका खुसीका मुख्य आधारहरू भएको देखाउँछ। आर्थिक समृद्धिसँगै सामाजिक न्याय र समानताले दिगो खुसी र जीवनमा सन्तुष्टि ल्याउन सक्छ।